हेलो दर्शकबिन, आज चाहिँ हामी यहाँ प्याज गर्न आएका छौँ। हाम्रो यो चाहिँ पुरै प्याजको बारी हो। यहाँ पुरा हामीले प्याज लगाएका छौँ, मकै लगाएका छौँ है। अनि यहाँ चाहिँ ऊ माथि माथिसम्म पनि हामीले मकै लगाएका छौँ। मकै छ, त्यहाँनिर चाहिँ भैँसी हो, भैँसी बान्ने हो है। त्यहाँ मकै छ, अनि यता पनि छ, ऊ पारीतिर देख्नु सक्नुहुन्छ मकै छ। अनि यता तल साइडतिर पनि कोपीहरू छन्, कोपीहरू बन्दा कोपीहरू छन्। अनि यहाँनिर चाहिँ प्याज छ हाम्रो। अनि प्याज चाहिँ यहाँ बाँकी नै छ हामीले उखाल्नको लागि। र यहाँ चाहिँ हजुरआमा चाहिँ प्याज उखाल्दै हुनुहुन्छ। अरू पनि छ, तल तल चाहिँ हामीले बिउ पनि राखेका छौँ पर्सि रोपाइँको लागि होइन, धानको लागि, धान रोप्नको लागि हामीले बिउ पनि राखेका छौँ। पुरा खेत हाम्रो यस्तो छ, हेर्न सक्नुहुन्छ है। खेतहरू यसै छ हाम्रो चाहिँ। मसँगै आउँछ कि यो पप्पी, यसको नाम पप्पी हो। हेलो पप्पी, पप्पी, पप्पी। ऊ अलि सुतेको छ, खासै बोल्न चाहँदैन है। यहाँ पहाडी पनि अरूको खेतहरू छ, अनि घरहरू छ, गोठहरू छ होइन। यहाँ माथि जङ्गल छ पुरा है। अनि हाम्रो खेतहरू छ। अनि यसरी खेतमा चाहिँ हामीले चाहिँ प्याज लगाएका छौँ। अनि प्याज चाहिँ हामीले चाहिँ गोड्नको लागि, गोड्न होइन, उखाल्नको लागि आउँछौँ। रिजम्मा गरेर यो डोकोमा चाहिँ बोकेर हामी घर लाने गर्छौँ।